नमस्ते, म स्तुति अर्याल, म्यानेजर एट नेपाल भेन्डिङ प्राइभेट लिमिटेड। मैले चाहिँ बिग मार्टमा शपिङ गरिरहेको चाहिँ लगभग 2-3 वर्ष भइसक्यो अनि अहिले चाहिँ रिसेन्टली उहाँहरूको यो बिग मार्ट प्रायोरिटी सर्भिस लन्च गर्नु भएको छ। हामी चाहिँ त्यसमा नै आबद्ध भएर उहाँहरू सँगसँगै सर्भिसहरू लिइरहेको छौँ। हेलो एभ्रिवान, आई एम सृष्टि ढुङ्गेल अनि म चाहिँ डस फार्मास्युटिकल्ससँग एसोसिएटेड छु। अहिले बिग मार्टले हामीलाई यो प्रायोरिटी सर्भिसमा लिस्ट आउट गरेर सर्भिस प्रोभाइड गरिराख्नु भएको छ सिन्स द पास्ट 2 months। इट्स बिन रियली हेल्पफुल टाइम सेभ गर्नको लागि प्लस इन्स्टेन्ट रिक्वायरमेन्ट्स आउने बित्तिकै उहाँहरूले जुन सर्भिस उहाँहरूको प्रम्प्ट रेस्पोन्स जुन छ त्यो चाहिँ त्यसको लागि वी लाइक टु थ्याङ्क बिग मार्ट फ्रम द होल डस फार्मास्युटिकल्स प्राइभेट लिमिटेड। उहाँहरूको डेलिभरी सर्भिसहरू, उहाँहरूको जुन कस्टमर सर्भिसहरू, फिडब्याक्सहरू एकदमै राम्रो छ उहाँहरूको। हामी जस्तो कम्पनीहरू जहाँ चाहिँ हाम्रो इन हाउस लन्च सिस्टमहरू छ त्यहाँ चाहिँ यो प्रायोरिटी सर्भिस चाहिँ एकदमै बेस्ट छ भन्ने कुरा चाहिँ रिकमेन्ड पनि गर्न चाहन्छु। फर्दर फ्युचरमा पनि वी होप दे विल किप अन कन्टिन्युइङ गिभिङ अस दिस सर्भिस एन्ड होप वी विल बी वर्किङ टुगेदर इन फ्युचर एज वेल। मेरो नाम चाहिँ अनिश प्रधान। बिग मार्टबाट हामीले लिन थालेको चाहिँ रिसेन्टली मात्रै हो यो जुन चाहिँ प्रोभाइड गर्ने सर्भिस छ। डेलिभरी सर्भिसले चाहिँ हामीलाई एकदमै सजिलो बनाएछ। पहिला चाहिँ हामीले यहीँ भाटबेटिनीबाट लिने गर्थ्यौँ। भाटबेटिनीबाट लिँदाखेरि चाहिँ आफै जानु पर्यो, सपिङ गर्नु पर्यो, यो सामान त्यत्रो ठाउँबाट खोज्नु पर्यो। सो त्यो कुरामा चाहिँ एकदमै हेल्प भएको छ हामीलाई। हामीले चाहिँ एउटा टेक्स्ट गर्छौँ हाम्रो जुन चाहिँ जे रिक्वायरमेन्ट छ मन्थली होस् या विकली होस् त्यो लिस्ट पठाउँछौँ। सो त्यही अनुसार चाहिँ उहाँहरूले हाम्रो उपयुक्त टाइममा चाहिँ सबै सामानहरू डेलिभरी गरिदिनुहुन्छ। मलाई त्यसले एकदमै हेल्प गरेको छ। मेरो टाइमहरू एकदमै बचाएको पनि छ होइन। आई डोन्ट निड टु गो टु द सप्स, दे डेलिभर द प्रडक्ट इन द अफिस इट्सेल्फ होइन। सो आई लाइक टु रिकमेन्ड एभ्री वान टु युज द सर्भिस। मलाई त्यसले एकदमै हेल्पफुल गरेको छ। आई होप हजुरहरूलाई पनि यो सर्भिसले हेल्पफुल हुन्छ। सो थ्याङ्क यू बिग मार्ट फर दिस सर्भिस। हामीलाई एकदम हेल्प भएको छ। थ्याङ्क यू बिग मार्ट।